ओ 6 केजीको माछा एउटै गाइस यहाँ हेर्न सक्नुहुन्छ कोलम्बस भन्छ गङ्गटा जाने एक साइड गङ्गटा जाने एक साइड गङ्गटा एक ठाउँ यहाँ भाग गर्ने छौँ भाग गरेर अबे मजा आएगा ना हेलो गाइस आज चाहिँ हामी माछा मार्नका लागि हामी नाइट फिसिङमा आएका छौँ तपाईले यहाँ देख्न सक्नुहुन्छ अब हामी चाहिँ माछा मार्नका लागि हामी निकै धेरैजना हामी छौँ यहाँ तपाईले देख्न सक्नुहुन्छ धेरै माछा मारेर लाने कोसिस गर्नेछौँ तपाईहरुले कृपया जोडिराख्नु होला है त तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ अब गइरहेका छौँ एकदमै माछा पक्रिनको लागि हामी यस्तो किसिमको माछा हामी मार्नेछौँ आज चाहिँ किसिमको लागि र हामी चाहिँ यसरी ढुङ्गाहरू थर्काउँदै छेकेर हामी मार्नेछौँ आज चाहिँ घर एउटा त यतै झार्यो अलिक लाइट चाहिँ उज्यालो एकदमै धेरै माछा मरिसकेको छ ओए माछा छ अनि अबे मजा आएगा ना माछा ओए निका पछाडि भाग्दैछ छिटो लगाऊ यहाँ समझ रहे हो यहाँ लगाऊ छैन त हामीले एकदमै धेरै माछा मारिसकेका छौँ तपाईँहरू अन्तिमसम्म हेर्नुहोला हामी तपाईँलाई सबै माछाहरू हामी देखाउनेछौँ हामीले कति माछा मारेका छौँ हामी तपाईँलाई अन्तिममा म तपाईँलाई देखाउने नै छु तपाईँ यो भिडियोलाई कृपया अन्तिमसम्म हेर्नुहोला एकदमै ठुलो माछा आइसकेको छ गाइस फाइनली 5 केजीको माछा आइसकेको छ गाइस 5 केजीको माछा आइसकेको छ गाइस एकदमै ठुलो माछा परिसकेको छ गाइस तपाईले यहाँ लागे बिस्तारै त्यो भित्र जान्छ बिस्तारै एकदमै ठुल्ठुलो निक्लिसकेको छ गाइस माछा चाहिँ देखि सक्नुहुन्छ हामीले एकदमै ठुल्ठुलो माछालाई हामीले छेकेर निकालिसकेका छौँ तर तपाईँले देख्न सक्नुहुन्छ माछा एकदमै यहाँ आइसकेको छ बाउले आज सुरुपाते बोएछ त सुरुपाते एकदमै कत्रो यहाँ हाल्यो सन्तले हाल्यो ठुलै माल हो त्यो थाप्नु ल हो त्यो लगाइ खोइ हामी एकदमै कोसिस गरिरहेको छौँ टस देखाउन यता टस वाउ उता लगाइ सेतो के हो उता उयो सेतो ओ बाबा कत्रो ल कहाँ गयो ल वाउ कहाँ गयो होइन पक्रे देखाएर गाइस एकदमै ठुल्ठुलो मरिसकेको छ अलिक माथितिर सेतो हो रोहन भाइ माथितिर सेतो हो तरिका हो गाइस बुझ्दैन
चल यहाँ टस टस एकदमै टस देखाएर यहाँ लाउनु होला एकदमै धेरै गाइस हामीले मारिरहेका छौँ बुझ्दैन असला माछाहरू हामीले मारिरहेका छौँ गाइस एकदमै ठुल्ठुलो छ असला माछाहरू हामीले मारिरहेका छौँ गाइस एकदमै ठुल्ठुलो छ कत्रो कत्रो माछाहरू भागिरहेको छ छेका 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 न छे गाइस अम्म कत्रो कत्रो असला माछा मरिसकेको छ ओए असला 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 ओए असला 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 ओए कत्रो असला ओ 6 केजीको माछा एउटै ओ 6 केजीको माछा एउटै गाइस यहाँ हेर्न सक्नुहुन्छ ओ यहाँ अगाडि अगाडि कत्ले माछाहरू गाइस कत्ले माछा यहाँ देख्न सक्नुहुन्छ कत्ले माछाहरू गाइस कत्ले माछा यहाँ देख्न सक्नुहुन्छ अबे मजा आएगा ना भिड सन्दै ओ माछा ओ हिले हो ओ गाइस एकदम ठुलो हिले मरिसकेको छ हेलो गाइस फाइनली हामीले चाहिँ देख्न सक्नुहुन्छ हामीले यति धेरै ठुल्ठुलो माछाहरू हामीले मारिसकेका छौँ असला माछा भन्छ यसलाई चाहिँ होइन हाम्रोतिर असला माछा भन्छ यसलाई चाहिँ होइन हाम्रोतिर तपाईँहरूकोतिर के भन्छ थाहा छैन होइन अनि यहाँ हिलेलाई पनि हामीले मारेको हिलेले त टोक्छ पनि हिलेले त टोक्छ पनि जिले पनि हो यो चाहिँ हाम्रो खोलामा पाइने यसलाई के भन्छ डाइनोसर त नभन्नु है डाइनोसर त नभन्नु है यसलाई कोलम्बस कोलम्बस भन्छ यसलाई हजुर यहाँ डिभाइड गर्दैछौँ यसलाई कसरी गर्नुपर्छ भन्ने कुराहरू हामीले यहाँ डिभाइड गरिरहेका छौँ गगटा एकदमै भाग्न खोजिरहेको छ ठुलो माछाहरू हामीले यहाँ एक ठाउँ साइडमा फाइनल गाइस हामी चाहिँ अब यहाँ भाग गर्ने छौँ भाग गरेर यहाँ देख्न सक्नुहुन्छ माछा एकदमै 2-3 केजी हामीले मारिसकेका छौँ र हामी यो भाग गर्नेछौँ र तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुनेछ सेयर गर्नु अनि सब्सक्राइब गर्न नभुल्नु होला र सी यू नेक्स्ट भिडियो बाई बाई